राम्रो निन्द्राको रहस्य सही बेडरुम डिजाइन। पर्फेक्ट बेडरुम डिजाइन गर्न सबैभन्दा पहिले सही लेआउट हुनुपर्छ। वास्तु अनुसार बेड राख्ने ठाउँ साउथ कि इस्ट वालमा हुनुपर्छ। झ्यालबाट उज्यालो र हावा पनि आउने गरी डिजाइन हुनुपर्छ। अब रङको कुरा गरौँ। बेडरुमका लागि हल्का र पिच रङहरू जस्तै व्हाइट, बेज, लाइट ग्रे वा पेस्टल कलर सबैभन्दा राम्रो हुन्छ। यो रङले मनलाई शान्त बनाउँछ र राम्रो निन्द्रामा मद्दत गर्छ। फर्निचर चोइस गर्दा कम्फर्टलाई ध्यान दिनुहोस्। बेड, वार्डरोब र साइड टेबल आवश्यक अनुसार मात्र राख्नुहोस्। धेरै फर्निचर राख्दा कोठालाई सानो र भरिएको देखिन्छ। लाइटिङ पनि धेरै महत्त्वपूर्ण हुन्छ। बेडरुममा सफ्ट र वार्म लाइटिङ प्रयोग गर्नुहोस्। बेड साइड ल्याम्प वा हिडन एलइडीले कोठालाई आरामदायी र लग्जरियस बनाउँछ। कर्टेन र फ्लोरिङले पनि ठुलो फरक पर्छ। सफ्ट कर्टेनले उज्यालो ब्यालेन्स गर्छ र वुडन फिनिस वा वार्म फ्लोरिङले कोजी फिल दिन्छ। अन्त्यमा सजावट सिम्पल राख्नुहोस्। एउटा वाल आर्ट, फोटो फ्रेम वा सानो इन्डोर प्लान्ट नै इनफ हुन्छ। मिनिमल डिजाइन नै पर्फेक्ट बेडरुमको सिक्रेट हो। यदि तपाईँ पनि आफ्नो बेडरुम सुन्दर र आरामदायी बनाउन चाहनुहुन्छ भने नेपाल इन्टेरियर डिजाइनसँग आजै सम्पर्क गर्नुहोस्। तपाईँको बेडरुम डिजाइन गर्दा कुन कुरा सबैभन्दा इम्पोर्टेन्ट लाग्छ कमेन्ट गर्नुहोस्। नेपाल इन्टेरियर डिजाइन।